सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अनदर ब्लग। सो आज फेरि नयाँ ब्लग तपाईँहरूको सामु लिएर आइरहेको छु। सो आज चाहिँ म सबै काम साम सकेर चाहिँ मरौको तर्फ लाग्दैछु है। मरौ जाँदैछु, एउटा शुभ कार्य छ जो आज त्यसको काम हो है। सो हामी त्यहाँ जाँदैछौँ र केटाहरूले चाहिँ बम भइसक्यो होला, किनभने आज म ढिलो भएँ निकै। सो हिँडी पनि सके जस्तो लाग्दैछ किनकि म ढिलो छु र केटाहरू कहाँ छ के छ अलिकति सोधौँ है। यहाँनिर पर्खिन्छु भन्दै थियो केटाहरूले चाहिँ, तर हिँडिसके जस्तो छ र म यहाँबाट सिधै हिँड्छु है। के मजाले फुलिरहेको छ हेर्नुहोस् न। सुन्दा गयो हो, देख्नुभयो गाइस, म चाहिँ ढिलो भएँ आज। सो कुद्नु पर्ला जस्तो छ। अब पैदलै जाने हामी चाहिँ आज है। पैदल जानेले गर्दाखेरि चाहिँ उनीहरू हिँड्दैछ। सो म अलिकति फास्ट हिँड्नुपर्ने भयो गाइस है। सो त्यस्तो छ कुरा चाहिँ, बुझ्नुभयो। सो कस्तो हुनुहुन्छ तपाईँहरू? सन्चो सुविस्तै हुनुहुन्छ होला। यसो मुनि कमेन्ट ड्रप गर्नुहोस्। को कहाँदेखि हेरिरहनु भएको छ भिडियो है। र यहाँ चाहिँ बाटो यस्तो छ है, हेर्नुहोस्। फोन गर्दै रहेछ, म पहिला फोन उठाल्नु पऱ्यो। निकै पर पुगिसकेको छ यस्तो बाटो छ यहाँ चाहिँ, हेर्नुहोस् है। यो भएर जानुपर्ने छ। केटाहरू चाहिँ पर यहाँ चाहिँ 9 नम्बर डाँडा भन्छ। सो 9 नम्बर डाँडा पुगिसकेको छ। म चाहिँ भर्खर यहाँ छु है। फाइनल्ली केटाहरूलाई चाहिँ मैले भेटेँ हो। पर्खिनुपर्छ नि, कस्तो नपर्खिआइदिएको आमा। आज सञ्जय बाबु पनि रहेछ ल गाइस है। एकदम आज त डबल सञ्जय रहेछ नि त यहाँनिर त, फेरि अर्को पनि रहेछ नि त अगाडि। सो हामी चाहिँ यहाँ आइपुग्यौँ हो। थाक्यो, तर एकदमै थाक्यो, कुद्नु पर्यो हो। किनभने म अलिकति ढिलो नै थिएँ आज हो। सो मजाले चिल भएर आउनु पर्यो भनेको त छैन नि, पसिना भइदियो, बोरिङ भइदियो गाइस। यस्तै छ गाउँले जिन्दगी। अहिले चाहिँ हामी यहाँनिर आइपुग्यौँ, हाम्रो पासाङ दाको गाउँ है। पासाङ दाले चाहिँ यहाँनिर भयङ्कर भिडियोहरू बनाउँछ। हाम्रो पासाङ दाको घर चाहिँ यहाँ माथि हो। र एकदमै हाम्रो जति पनि है नेपालीहरू दाजुभाइहरू हुनुहुन्छ है, यसो सपोर्ट गरिदिनुहोस्। पासाङ दालाई पनि भयङ्कर सपोर्ट गरिदिनुहोस्, किनभने एकदमै दामी कन्टेन्टहरू लिएर आउँछ पासाङ दाले। र पासाङ दा र मेरो पनि आउँछ एक दिन बाद, पासाङ दाले भनिरहेछ हो। सो कुनै दिन पासाङ दा र मेरो पनि एउटा आउँछ है कोलाब्रेसन। सो भिडियो चाहिँ हेर्दै गर्नु होला। हामी चाहिँ यहाँनिर एकदम 5 नम्बरको सेल्फी डाँडामा छौँ है। सेल्फी डाँडामा चाहिँ हामी एकदम विश्राम गरिरहेको छौँ हो। भर्खर मरौबाट आएर चाहिँ यहाँ हाम्रो सञ्जय बुबु है। हेलो गाइस, यसो के भन्नु छ सञ्जय बुबु, देऊ न एक दुई शब्द। धेरै बहु नबोलेको। सानो भ्यू पोइन्ट बनाएको रहेछ यहाँ 5 नम्बरमा हो। हल्का रिल्याक्स गरिरहेको छु, रिल्याक्सेसन। साथीभाइहरू पनि आउनुहोस् है, यसो घुम्दै डुल्दै। एकदम शान्ति छ यहाँनिर, पिसफुल छ। यहाँ हाम्रो पासाङ दाहरूले है सेल्फ डिजाइनमा बनाएको, यहाँ एकदम दामी बनाएको छ हो। मजाको बनाएको छ एकदमै। हामी चाहिँ अलिकति ढिलो गर्दै है, के भन्छ टोलिँदै आउँदै थियौँ। पानी पर्यो हो। अब पानीमा भिज्दै जाँदैछौँ सबैजना। त्यस्तो छ है गाउँले, हेर्नुहोस्। विशाल बाबु पनि भिज्यो। बर्खा लाग्यो हेर्नुहोस्, एकदमै भिजिरहेछौँ। पानी पर्दैछ। पहिलो बर्खामा चाहिँ भिज्नु पनि भन्छ है पानीमा। सङ्गतले बिगार्छ के भन्दा, के अरे सङ्गतले बिगार्छ। सङ्गतले हाम्रो सङ्गत नलाग्ने मान्छे अघि घर पुगिसक्यो हो। हामी यहाँ सङ्गतमा चाहिँ यस्तो हुन्छ है, भिजियो हल्का छ, त्यस्तो साह्रो पनि छैन पानी, भिज्नु पर्छ। के भन्दैछ यसले फेरि? ल एकदमै दुई गुड भएर छुट्यौँ है हामी चाहिँ यहाँबाट।